हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो श्रेयान 6 महिना पुरा भएर 7 लाग्यो। अनि हाम्रो श्रेयान चाहिँ उयो के अरे जतिखेर पनि जे पनि कुरा मुखमा लिउँ भन्छ कि। अनि श्रेयानको यही अस्ति 5 महिनाको नै टोपी लगाइदिएर उसलाई ड्रेस चाहिँ अर्को लगाइदिएर अनि पुरा मेरो छोरालाई चाहिँ मैले ह्यान्डसम बनाएर पुरा उसको बनाइदिएको कि। अनि यो ट्रली भएर चाहिँ अहिले त्यो उयो जतिखेर पनि ट्रलीमै बस्ने घुम्ने भन्छ नि। वाटरमेलन चेक गरौँ न भनेर वाटरमेलन चेक गराएको बिचराले दुईचोटि मुखमा लाग्यो। अनि उसलाई कस्तो कस्तो लाग्यो अनि फेरि छोडिदिएँ, यत्तिकै खायो। अनि उसलाई यो वाटरमेलन झोल बनाएर दिँदाखेरि पनि उसले त्यति खाँदैन, मुख चाहिँ लाउनु खोज्छ। अनि यस्तै हो होइन। अनि झरिहाल्यो। अनि मेरो छोरा चाहिँ आज 6 महिना पुरा भएर 7 लाग्यो। ह्याप्पी 6 मन्थ छोरा, हाफ बर्थडे। अनि यो चाहिँ उसको फोटोसुट सुरुमा यत्तिकै खिचेको, अनि त्यसपछि 6का लेटर बोकेर खिचेको। अनि उसलाई चाहिँ चस्मा पनि लगाइदिनु पऱ्यो नि को। चस्मा लाउँदाखेरि ऊ चाहिँ कस्तो ग्याँडा 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 गर्छ। अनि बल्ल 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 चस्मा पनि मैले लगाइदिएको नि, चस्मा लगाइदिएको फोटो पनि मैले एड गरेको छु। चस्मा लाउँदाखेरि चाहिँ उसको त्यो नाक थेप्चो छ कि, त्यही भएर अडिँदैन। अनि पछिबाट गन पनि बोकाइदिएर टक्क फोटो खिचेको। थ्याङ्क यू फर वाचिङ, बाई।